आमु सामु बाउछोरीको भेटघाट भला खुसारीको कुरा गर्दै बस्दै हर्ष उमङ्ग साथ छोरीले आफ्नो बाबा दाजु भाउजू दिदी बहिनीको झझल्को आएपछि थोरै दिनको छुट्टी लिई फेरि फर्कने गरी नि तिम्रो साथी बहिनी कल्पना र भाइ विजयको खबर के छ भनी मैले सोद्धा सबै ठिक छ राम्रै छ भनिन् र बहिनी कल्पनाको घरमा भोलि जाँदैछु भन्दा म आफूलाई कस्तो रहेछ त मायाको संसारको सम्झना जाँदैछौ त्यहाँ रोजगारीमा रहेका छोरी कल्पना लामा र छोरा विजय दोङलाई सम्झनाको साथ तिमीहरू दिदी बहिनी र भाइ एक आत्मा भई आफू घर छाडी विदेश सिनु आयो चुप लाग्नु अति जरुरी छ सम्झिराख्नु अति जरुरी छ। आफू विदेशबाट आफ्नो घर नेपालमा फर्कदा आफ्नो घर गाउँलेहरूलाई के देखाउनु पर्छ यस्तो कुराको धेरै ख्याल राख्नुपर्छ। विदेश हाडछाला मासुको शरीर माटोको भाँडा जस्तै हुन्छ, ख्याल राख्नु। फलाम त खिया लागेर भाँचिने र कुहिने हुन्छ, त्यसकारण होसियार रहनु, आफ्नो शरीरको ख्याल राख्नु।